नमस्कार सबैजनालाई। आशा छ सबैजना आराम हुनुहुन्छ। म पनि आराम छु। भनिन्छ सबै कुराको समय छ। जन्मने एउटा समय छ, मर्ने एउटा समय छ, कमाउने एउटा समय छ र खर्च गर्ने एउटा समय छ। त्यसरी नै फुलहरूको पनि भिन्न भिन्न समय हुन्छ। यो समय हामी सबैजनाको घरहरूमा विन्टर सिजनको फ्लावरहरूले ढकमक्क पारेको छ। तर अब बिस्तारै यिनीहरूको समय जाँदैछ र समर सुरु हुँदैछ। विशेष गरी नेपालको तराई भागमा असार साउनतिर र भदौतिर 45 डिग्रीभन्दा माथि गर्मी जान्छ। तर पनि यो समयमा पनि हामी ढकमक्क गरेर फुलहरू फुलाउन सक्छौँ। यस वसन्त ऋतुको समय गर्मीको फुलहरूको बिउ लगाउने अति उत्तम समय हो। आज म त्यही समर सिजनका केही फुलहरूको बारेमा हजुरहरूलाई बताउने छु। विन्टर सिजनमा जस्तै समर सिजनमा प्रशस्त फुलहरू नभए तापनि जति पनि फुलहरू छन् तिनीहरू अति नै सुन्दर र मनमोहक छन्। आउनुहोस् जानौँ है त समर सिजनका केही फुलहरूको बारेमा। पहिलो नम्बरमा रहेको छ जिनिया। यो फुल समर सिजनको सबैभन्दा सुन्दर फुलहरूमध्येको एउटा हो। हुन त यो फुल विन्टर सिजनमा पनि फुलिरहेको हुन्छ, तर समर सिजनमा यो फुल अति नै राम्रो गरिकन फुल्छ। यो फुलको मलाई अति नै मनपर्ने पाटो रहेको छ। हामी एउटा जुनसुकै पनि कलरको फुल हामी चुडेर त्यसलाई छरिदियौँ भने त्यसबाट विभिन्न कलरका फुलहरू आफै निस्किन्छ। कुनै सिङ्गल अनि कुनै डबल पेटल दुवै तरिकाको निस्कन सक्छ। यो फुल इजी टु ग्रो फुल हो। यसलाई हामी सजिलैसँग छरेर उमार्न सक्छौँ। दोस्रो समर फ्लावर रहेको छ सदाबहार अथवा भिन्का। यो पनि इजी टु ग्रो फ्लावरहरू मध्येकै एक हो। यो हामी कमन र हाइब्रिड दुई तरिकाको पाउन सक्दछौँ। कमनमा हामी विशेष गरिकन व्हाइट र पिङ्क कलरमा पाउँछौँ भने हाइब्रिडमा हामी मनले चाहेको कलरहरू पाउन सक्छौँ। धेरै कलरहरूमा हामी हाइब्रिड पाउन सक्छौँ। 45 डिग्रीमा पनि खुसी खुसी फुल्न सक्ने फुल हो यो भिन्का। र जहीँ तहीँ भिन्काको बिउहरू हामी उम्रेको पनि हामी देख्न सक्छौँ। तेस्रो अति सुन्दर फ्लावर हो पोटुलाका। यो पनि अति नै सुन्दर समर फ्लावरहरू मध्येको एक हो। यसको पनि हामी विभिन्न प्रजातिहरू पाउन सक्दछौँ र यसलाई पनि डबल सिङ्गल दुवै पेटलमा हामी पाउन सक्दछौँ। यो अति नै सुन्दर फुल हो, तर धेरै लामो समयसम्म यो फुल फुलिरहँदैन, तर पनि अति नै सुन्दर हुन्छ। यसमा पनि हामी विभिन्न कलरहरू पाउन सक्दछौँ। यो फुल पनि इजी टु ग्रो फुलहरू मध्येको फुल हो। यसलाई पनि हामी हाँगाबाट सजिलैसँग प्रोपेगेसन गर्न सक्छौँ। त्यसै गरी चौथो समर फ्लावर रहेको छ सनफ्लावर। यो सनफ्लावरको सिड मसँग रहेको छ र सनफ्लावरको भिडियो अथवा फोटो मसँग नभएको कारणले गर्दा मैले सनफ्लावरको कुनै पनि भिडियो अथवा फोटो राख्नलाई म असमर्थ भएँ। मसँग रातो र पहेँलो दुवै कलरको सनफ्लावरको सिडहरू रहेको छ र मैले यहाँ त्यो सिडहरूलाई लगाउनको लागि फन्जिसाइड मिसाउँदैछु ताकि ढुसी लागेर यी बिउहरूलाई नष्ट नगरोस् भनेर। पाँचौँ र आजको भिडियोको अन्तिम फ्लावर रहेको छ म्यारिगोल्ड। हुन त समर फ्लावरहरू पनि धेरै रहेका छन्, तर मैले आज 5वटा मात्र समर फ्लावरहरूको बारेमा बताएकी छु। यदि हजुरहरूसँग मेरो लागि केही सल्लाह सुझाव छ भने कृपया कमेन्ट बक्समा कमेन्ट छोडिदिनुहोला। यदि यस भिडियो हजुरहरूलाई मन परेको छ भने कृपया लाइक, सेयर र यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि अर्को भिडियोमा भेट्ने आशाका साथ सबैजनालाई नमस्कार।